भाइ अनि घर चाहिँ कता हो? म त यसो अब च्यानलको मान्छे हो कि थोरै, अनि तपाईँलाई चाहिँ यसो सोधिवरी अनुमति मागेर गरेको भिडियो चाहिँ। च्यानल हो तपाईँ? मेरो हेल्लो सेवारो भन्ने छ, मेरो घर चाहिँ बिर्तमोड हो। र म दबाउँछु के थरी तपाईँहरू? मी लिम्बू र मगर। हो र? ए के थरी लिम्बू हो? म पनि लिम्बू नै परेँ फेरि। मैले चिनिसकेँ तपाईँ लिम्बू हो बोल्दै थाहा पाउनु के थरी लिम्बू पर्नु? हजुर म चाहिँ शेरमा लिम्बू है त्यो। शेरमा सुन्नुभएको छ? साथी छ नि। हो को हो भन्नुहोस् त? हामी शेरमा त फेरि एउटै हो जम्मै। माङ्जाबुङ हो? अन्त को भन्नुहोस् त? को हो भन्नुहोस् त? म पनि माङ्जाबुङकै मान्छे हो फेरि। होइन, हाम्रो माङ्जाबुङकै साथी एकजना शेरमै हुनुहुन्छ कि। हजुर त्यहाँ तल धरमपुरको। हजुर त्यही त तपाईँलाई आज देखेँ। उहाँ चाहिँ मगर हो? हजुर। यहाँ शेरमा भनेपछि कहीँ दमकमै कि कता? धरमपुरमा छ। धरमपुरमा को नाम भन्नुहोस् न, चिन्नुहुन्छ नाम? युवराज शेर्मा भन्ने छ। युवराज? ए होइन, युवराज त उता ऊ होला नि, ऊ डुडामारीको। ए थाहा छ, भाइ पर्छ ऊ, चिन्छु। हामी शेरमा त एउटै छौँ, जम्मै जम्मै चिन्छु नि म। कहाँ तपाईँको छ? मेरो माथि महानन्द छ। अहिले चाहिँ अब घर चाहिँ माथि माङ्जाउङमै छ बसे चाहिँ, तर तल माथि नै छ। तपाईँले आज यहाँ देखेँ, अनि हिजो अस्ति म यहाँ त आइरहेको थिएँ, तर आज मात्रै देखेँ। तपाईँ सँगै हिँड्नुहुन्छ? उहाँ भाइको चाहिँ कता हो घर? हो अनि चिनजानी चाहिँ कहिले देखियो तपाईँहरू? बिर्तावटतिर पनि आउनुहुन्छ? मैले त अनि देख्दिनँ, म यस्तै कन्टेन्टमा हिँडिरहेको छु कि, त्यही त आज नयाँ देखेँ क्या तपाईँहरू। ल अनि यहाँ चाहिँ कहाँ बस्नुहुन्छ? भरे फर्किनु? हाम्रो यहाँ तल 8 नम्बर। 8 नम्बर। को बस्नुहुन्छ? फ्यामिलीहरू? एक्लै। एक्लै? दुईजनै बस्नुहुन्छ सँगसँगै कि? म एक्लै बस्छु, भाइ आएको हिजो। हजुर। भनेपछि यहाँ तपाईँहरू कसरी हो, फोन सम्पर्कबाट? हिजो पहिले चाहिँ भेट भएको थिएन? भएको थियो, तर यस्तै आउँदै जाँदै गर्छ। उता कहाँ कहाँ बेला बेला जाँदै आउँछ। उता को परिवारहरू हुनुहुन्छ कि? कोही छैन, म एक्लै डेरा बस्छु। हो? होइन, अनि यस्तो अवस्थामा त अब यसो साथी त चाहिने, सहारा चाहिन्छ। यस्तो यो यस्तै जीवन अब यसरी नै गीत गाएर हिँडिन्छ होइन। तपाईँको यो जन्मै यस्तो हो? होइन, मेरो पछाडि 5-6 वर्षको हुँदादेखि के होइन, बिराम भएर कि एक्सिडेन्ट के? बिरामै भएर यो भएको चाहिँ टाइफाइड रहेछ। हजुर। तर हाम्रो त अब युवा थवा सामाङ युवा सामाङ देउ भन्छ नि। हजुर। यस्तै गर्दा गर्दै यसो 5-6 वर्ष। अनि मम्मी बुबाहरू तपाईँको? मम्मी हुनुहुन्छ चाहिँ हुनुहुन्न जतिकै हो। ए अनि उता भाइ बहिनी चेलीबेटी एक्लै छोरा हो? होइन, हामी 2 भाइ दाजुभाइ। दाजु चाहिँ हुनुहुन्छ? भाइ छ। भाइ चाहिँ कता हुनुहुन्छ? भाइ भाइ त सधैँ हुनुहुन्छ होला? राम्रै छ। अब उता भाइको चाहिँ कस्तो जन्मै हो कि पछाडि यस्तो भयो? 5-6 वर्षमा हो। उस्तै उस्तै ठ्याक्छ तपाईँहरूलाई। यो चाहिँ कसरी संयोग मिल्यो तपाईँहरूको चिनजान हुने चाहिँ? यस्तो अफिस छ नि त बिर्तामोडमा। हजुर। बिर्ता बजारमा अफिस छ। हजुर। ऊ पनि अफिसको साधारण सदस्य। ए अफिसमा। अनि त्यहाँ फोन दिया भयो? संस्थाले गर्दा नि हो। संस्थाले। त्यसो भने अब तपाईँहरूको निरन्तर भेट हुन्छ? ल ल राम्ररी, अब यस्तै हो, अब जिन्दगी के गर्छ होइन। त्यही त म त अघि हेरेँ तपाईँ लिम्बू कि जस्तो मतवाली जस्तै लाग्यो। अहिले चाहिँ यहाँ म पर गएको थिएँ, अनि तपाईँहरूको यसो यहाँ हेरेर चाहिँ यो बजेको सुनेँ क्या। त्यसपछि चाहिँ अब हजुर भ्लगहरू म च्यानलहरू बनाउँछु होइन, यताउता म यस्तै कन्टेन्टहरू प्रायः खोजिरहेको छु, म बनाइरहेको छु। ल है, अब त्यहाँ तपाईँ लिम्बू पर्नु छ, तपाईँ मगर, म पनि लिम्बू पर्छ संजोगले।
म प्राय अहिले यस्तोहरू बनाउँदा कि आफ्नै उमेर मिल्ने कि अब कता चिनेको मान्छे भेटिराखेको छु क्या मेरो त सन्चो क्या त्यही जुरिराखेको छु त्यो त रमाइलो पनि लाग्छ कोही फेरि ठ्याक्कै मेरै सालको होइन कोही उतै अब ताप्लेको हो त्यस्तो ठ्याक्कै मलाई चाहिँ किन त्यो अस्तिदेखि धेरैचोटि बनाएर खालि त्यस्तो मान्छे भेट्छु अनि आज पनि ल ठ्याक्कै भयो आज झन् नजिकको मान्छे होइन उता बहिनी चाहिँ बहिनी चाहिँ पानी ल्याइदिएर चाहिँ यसो भोलिन्टियर ए भोलिन्टियर चाहिन्छ नि अब घरै बहिनीको घर चाहिँ कता पैसा पाउँछ होइन ल ल होइन अब साँच्चै हो त पानी अब आउँछ यस्तो अवस्था त भोलिन्टियरको अब यताउता चाहिन्छ नि चाहिन्छ ल ठिकै छ अब सरसर बन्ने हुँदै गर्छ अब फेरि भेटौँ ल कुनै दिन अब शेरमा भने चाहिँ चिनिहाल्नु होला पछि तपाईँको नाम चाहिँ भन्नुहोस् न मेरो शरण लिम्बू शरण लिम्बू म भाइको चाहिँ आकाश मगर हो ल ल अब तपाईँले त देख्नुहुन्न म चाहिँ अब तपाईँले कतै देखेँ भने म चाहिँ शेरमा भनेर आएपछि चाहिँ होइन ठ्याक्कै चिन्नुहोस् है ल ल ल अब पैसा त धेरै छ म पनि अब तपाईँलाई नि यो 100 रुपिस चाहिँ है ल धन्यवाद ल अब यति नै हो अब दुःख सुख आफ्नै आफ्नै अब जिउने तरिका हुन्छ भाग्य कर्म के कस्तो हुन्छ थाहा हुँदैन होइन ठिकै छ अब यसमा पनि अब आफ्नो भाग्य तपाईँले दुःख पनि मान्नु पर्दैन होइन यो अब आफ्नै पहिला लेखेर आएको हुन्छ होइन ठिकै छ ल राम्ररी बस्नु होला बहिनी भोलिन्टियर छ राम्ररी यताउता गर्नुपर्छ है किनभने सेवा नै धर्म हो यो सेवा अहिलेको भावना त सेवा बेगर अरूको मान्छे केही उपाय छैन किनभने जसको मन ठुलो छ ऊ बाँच्ने हो अब यस्तो छुच्चा घमण्डी या के व्यवहार नराम्रो गर्ने मान्छे कोही पनि बाँच्दैन अहिले जिन्दगी अब समाजै त्यस्तो भइसक्यो है हस् त हुन्छ ल है ल धन्यवाद है अब तपाईँहरूसँग बोल्नु पाइयो खुसी लाग्यो भिडियो पनि मैले अब अपलोड गरिदिन्छु है ल ल है धन्यवाद है ल धन्यवाद सर